हेलो गाइज गुड इभिनिङ साथीहरू म चाहिँ यहाँ एकछिन कम्प्लेक्स जानुको लागि एकछिन रेडी भएको यहाँ त्यस्तो टाढो त होइन कि यहाँदेखि अलिकति पढाइ होइन अनि दादाले चाहिँ मलाई पुऱ्याइ राख्छ ड्युटी सिधै जानुहुन्छ सो अब त्यस्तो सामान त छैन अलिअलि चाहिँ होइन सो अब हामी गएको सो हामी चाहिँ कम्प्लेक्स आइसक्यो हो त्यहीँदेखि त्यही हो यहाँभित्र एन्ट्री गर्नुपर्छ हेलो साथीहरू म चाहिँ सिएसटीबाट आइ नि सकेँ होइन अनि जाँदाखेरि चाहिँ मलाई दादाले पुरै राखिदिनु भएको थियो अनि आउँदाखेरि चाहिँ म एक्लै हिँडेर आएको हो अनि यो आज यो जाने कम्प्लेक्स चाहिँ हामीले कहिले पनि देखेको थिएन हामी वकिङ गर्दाखेरि त्यो साइड चाहिँ जान्दैन थियो नि त अनि हिजो चाहिँ हामीलाई के भयो हामी चाहिँ त्यो साइड गयो वकिङ गर्नु अनि त्यहाँ चाहिँ एकदमै भिड थियो होइन अनि हामीले सोच्यो के हो भनेर बोर्ड पनि टालिदिएको थिएन नि त अनि यस्तो भित्र नै लु जाउँ न भनेर चाहिँ गयो कि भएर चाहिँ के रहेछ भने कम्प्लेक्स रहेछ होइन अनि त्यहाँ सबै भन्दा पनि सबै एभाइलेबल आदि चाहिँ बन्द भइसकेको थियो हिजो जाँदा होइन अनि हामीले सोच्यो भोलि आउँ न अन्त यहाँ उयो अब हामीलाई चाहिने चिजहरू छ भने चाहिँ ल्याउँ भनेको थियो होइन अनि हाम्रोमा चाहिँ एक दुईवटा यस्तै साबुनहरू चाहिँ सकेको थियो लुगा धुने साबुनहरू अनि अघि दादालाई चाहिँ दादासितै ड्युटी जाँदै अनि मलाई पनि पुऱ्याइदिनु मैले भनेको थिएँ नि त अनि होइन म ती नजिकै हो यहाँदेखि 10 मिनट त हो अन्त मै जान्छु मै गरेर आउँछु भने होइन दादा बिचरा ड्युटी जानै पर्छ अनि कहाँ यता पनि गर्नु उता पनि गर्नु भने होइन अनि दादाले चाहिँ मलाई जस्ट पुऱ्याइ मात्रै राखिदिनु भयो त्यहाँ कम्प्लेक्सभित्र अनि म चाहिँ गएँ होइन अनि त्यहाँ चाहिँ अब यस्तो नि यो इभिनिङ टाइममा चाहिँ एकदम भिड हुन्छ नि त भिड रहेछ होइन अब म उता हुँदाखेरि घरमा हुँदाखेरि अब एक दुईवटा त क्यान्टिन गएको छु तर त्यस्तो भिडमा चाहिँ मैले कहिले पनि म गएको थिइनँ होइन अनि यो फर्स्ट एक्सपिरियन्स हो मेरो चाहिँ यति साह्रो भिड अब त्यहाँ चाहिँ किन भिड भन्दाखेरि चाहिँ अब यस्तो यहाँ सबैजना फ्यामिली मेम्बर बस्नुहुन्छ अनि त्यो फ्यामिली मेम्बरको लागि अब केही सामानहरू एभाइलेबलको लागि त्यहाँ राखिदिनु भएको होला होइन अनि के कम्फर्टेबल होस् भनेर अनि सबै भित्र पसेँ अनि यति साह्रो नर्भस फिल भएन फेरि अब हुन्छ नि लाइक सबैले अब हुन्छ नि यस्तो हेरेको कि मलाई त कस्तो अनकम्फर्टेबल भयो एक्लै भएर होला नि अब साथीहरू भए त आफ्नै साथीभाइहरू हुँदा त केही हुन्थेन सरमहरू लाजहरू केही हुन्थेन होइन तर अब एक्लै त्यहाँभित्र एक्लै पसेर त मलाई त यस्तो अनकम्फर्टेबल फिल अब सबैले मलाई नै हेरेको जस्तो लाग्छ अब हुनु त हेरेको हुँदैन होला कि तर अब मलाई चाहिँ त्यस्तो फिल भएको होइन तर मैले सोचेँ म किन उयो गर्नु म मेरो सामान किन्नु आएको म यसरी अनकम्फर्टेबल फिल भएर गरेर त हुँदैन मैले केही सामानहरू किन्नुपर्छ भनेर चाहिँ भट्टाभट मैले मेरो सामानहरू किनेँ होइन किनेदेखि अब सेटमा हालेँ भट्टाभट हालेँ अनि मलाई चाहिँ यस्तो अनकम्फर्टेबल भएको यति साह्रो लु अन्त छिटो गरेर चाहिँ अन्त बिलिङमा पनि लाइन हो आम्मा बल्ल मेरो टर्न आयो अनि मैले हतार त बिलिङहरू गरेर राखेर चाहिँ अनि म निस्केँ होइन अनि दादाले चाहिँ अस्ति अब पुऱ्याउनु जाँदाखेरि देखाइरहनु भएको थियो अनि प्लस अलिअलि एकछिन हेल्प गर्नुभयो अनि गइहाल्नु भयो नि त अन्त सबै मेरो अब भयो अनि त्यहाँदेखि चाहिँ म एक्लै आएँ हो हिँड्दै तर त्यस्तो टाढो त होइन 10 मिनटको हो अनि अब चाहिँ मैले के ल्याएँ भनेर म हजुरहरूलाई देखाउँछु ल सो होइन मैले चाहिँ के ल्याएँ भन्दाखेरि नि फर्स्टमा चाहिँ चिउरा यो चिउरा अब कतिखेरि भोक लाग्छ होइन अन्त पनि लिइरहेको चिउरा ल्याएँ हो अनि कोक त हमेसा हुन्छ हो कोक अन्त मुख धुने साबुन सेन्टोल 3टा ल्याएँ अनि मुसुरी दाल ल्याएँ अनि बिस्किट 2टा ल्याएँ हो अनि यो चाहिँ मोस्ट इम्पोर्टेन्ट थियो मेरो लागि अनि यो डेटोल ल्याएँ डेटोल अनि यो चाहिँ के भन्दाखेरि यो चाहिँ साथीहरू पुच्का पनि पाइन्छ होइन अनि पुच्का पनि ल्याएँ हो अब कहिले फ्री भएको खानुपर्छ पुच्का पनि पानीपुरी अनि यो मिक्स फ्रुट पनि ल्याएको छु अनि ओइलिङ गर्ने एउटा मात्रै ल्याएको किनभने अस्ति ल्याइदिनु भएको थियो दादाले भएको नै छ अन्त यो भए पनि एउटा चाहिँ ल्याइराखेको हो ओइलिङ गर्ने हो अन्त यो स्याम्पो ल्याएँ यो हो के छ भने यति पनि
कालो तेल ल्याइदियो। हाम्रो चाहिँ उता परमात्मा पाउँछ होइन, यहाँ चाहिँ हिम पाउँदो रहेछ हो, तर पनि ल्याइ राम्रै हुन्छ होला। अनि लुगा धुने साबुन चाहिँ मेरो यो इम्पोर्टेन्ट नै थियो, यो ल्याएँ। यति मात्रै हो, यति चाहिँ ल्यायो। साथीहरू यी मैले ल्याएको चाहिँ मैले सबै देखाइसकेँ होइन, यति चाहिँ लिएर आएको। अहिले चाहिने अब केही चाहियो भने चाहिँ ल्याउनु अब नजिकै छ, त्यही भएर चाहिँ अहिले कम्ती लिएको। यति छ है।